नमस्कार है। नमस्कार, मेरो नाम पदकला सुनार। म पहिला कस्तो थिएँ भनेपछि अनि सास फेर्न गाह्रो थियो मलाई, अनि खाना पर्थेन, निद्रा लाग्थ्यो न मलाई, अनि खाना बित्तिकै मलाई एकदम अनि आफै मरम भने जस्तै हुन्थ्यो, हार्ट एट्याक के आउने जस्तै यस्तो खरो हुने, अनि जति पानी खाए पनि नहुने, अनि कहिले त अब मर्छु क्या भने जस्तै हुन्थ्यो क्या मलाई, त्यस्तो अवस्था थियो। अहिले मैले डक्टरले मलाई यो दबाई चालु गरेबाट मलाई निन्द्रा लाग्छ, खाना खान्छु मैले, अनि सबैभन्दा मेरो स्वास्थ्यमा कस्तो अनि राम्रो आछ मलाई अहिले सबैभन्दा। मलाई त अहिले सबैभन्दा सास फेर्न गाह्रो थियो, यही सास पनि फुत्किन्छ भनेर म चिन्तामा हुन्थेँ। अनि छोरीहरू बाहिर छन्, छोरी पनि देख्दैन कि कहिले मैले भनेर त्यस्तो म राति उठेर हुन्थेँ। भनेपछि अहिले मलाई उहाँले दबाई चालु गरिसकेपछि मैले अहिले आनन्द भएको छ, मेरो छाती पनि अनि भट्किन्न मलाई, अनि निन्द्रा त्यस्तै आउँछ, अनि खाना पनि त्यस्तै खान्छु। अहिले मलाई कति आनन्द भएको छ, मलाई कति राम्रो भएको छ। उहाँले अब मैले पहिला जति खर्च भयो भने हामीले डक्टर चिनेको थिएनौँ, अहिले हामीले डक्टर चिन्दाखेरि अहिले उहाँले दबाई गरेपछि मेरो जीवनलाई धेरै आराम छ। अनि अझै पनि धन्यवाद दिन्छु उहाँलाई। यही हो मेरो अनि भनेपछि हाम्रो टिमलाई चाहिँ धन्यवाद दिनुहुन्छ बाबुलाई। अरूलाई पनि म जस्तै हुन्, अनि मभन्दा राम्रो होस् अरूलाई पनि, अरूको पनि, अनि सबै उपचार पाउनु अरूले पनि। म धेरै भन्न चाहन्छु। उहाँ अस्ति मेरोमा एउटा आमा जस्तै बुढो हुनुहुन्थ्यो, बाबु म हिँड्न सक्दैन, मलाई पनि यस्तै त्यो जस्तै बनाइदिए त, अनि क्वेसन डक्टर कहाँ हुनुहुन्छ भन्दाखेरि मैले यहाँ सहकारीमा आउनुहुन्छ अनि भन्दाखेरि अहिले मेरो बुढा जानुभएको थियो बोलाउन जाँदाखेरि उहाँ कालीकोट गइहाल्नु भएछ। अनि किनकि आफूले पनि सहयोग पाएपछि अरूलाई पनि सहयोग दिन पर्यो, यही हो भन्न चाहन्छु म। यति नै हो। धन्यवाद दिन चाहन्छु बाबु।